साँच्ची बहिनी दार्जिलिङमा तिमीहरूको स्कुल त कहिले पो लाग्छ विन्टर्स भन्नेको छुट्टी 26 तारिक 26 तारिक ठिकै छ हाम्रो बहिनीको 26 तारिक लाग्ने रहेछ हो हामी जानुपर्छ सिलगढी घुम्नु मेलाहरू लाग्छ अरे सर्कसहरू लाग्छ अरे हो बहिनी तल सिलगढीमा जानुपर्छ नि ल हामी मम्मीहरूलाई भनिकन हो त्यहाँनिर मम्मीलाई भनिकन जानुपर्छ मजाले हामी त्यहाँ रेस्टुरेन्टमा हो पिज्जाहरू पनि खानुपर्छ हामी दुई भइकन होइन अन्त त्यहाँदेखिको मेलाहरूतिर जानुपर्छ अन्त बिरान मार्केट जानुपर्छ हो सिटी सेन्टरतिर घुम्नु हामी यताउति घुम्नुपर्छ सपिङहरू पनि गर्नुपर्छ बेसी नगर्नु अलिअलि हल्का फल्काहरू गरौँ हो आएर अन्त त्यहाँदेखिको फेरि आएर तिम्रो के कति तारिक फेरि तिम्रो बर्थडे यस्तो भन्दै थियो तिमीले होइन त्यसकारण यहाँ त कस्तो जाडो छ नि हौ अन्त उता भन्दा त जाडो छैन नि यता जाडो छैन त्यही त अचम्मै लाग्यो है के हो यस्तो कति लामो पो भयो त